त धेरै बाटो भइसक्यो इन्डस्ट्रीमा काम गर्दाखेरि मलाई इन्डस्ट्रीले धेरै कुरा सिकायो जस्तै उत्सवजीको प्रश्नबाट म कसरी बच्ने यता पनि ठिक्क उता पनि ठिक्क अहिले हजुरको प्रश्न अनुसार त तत्काल सौगात दाइकै खाउँ चाहिँ भइसक्यो होइन अब यो जेठ 23 को सबभन्दा पहिले सकियोस् अनि त्यसपछि बल्ल अर्को पालै पालो 1 by 1 भन्छ हुनेलाई धेरै कुराबाट आउँदो रहेछ जस्तो लाग्यो के म भेट्दिनँ मेरो दिमागमा एउटा इमेजिनेसन छ म उसलाई मात्रै मतलब हुन्छ नि यस्तो खालको मैले सोचिरहेको छु मैले घुमेर फिरेर फिल्म मैतिर आयो जन्ते बाख्रो एउटा राम्रो पारिवारिक चलचित्र बनेको छ म पनि पर्छु त्यसमा मैले भनेको थिएँ कति राम्रो बोल्नु भएको हजुर भनेर जसले बोलाउनुहुन्छ सबैको खाइदिनु उहाँहरूसँग मिलेन त यता राम्रो हुनको लागि होला भन्ने सोच्छु कस्तो यो मेरो लागि नि जटिल थियो सबस्त एन्टरटेनमेन्ट सुरुमा तपाईहरुलाई वेलकम यति धेरै क्यामेराहरु फिल्मको बारेमा उहाँहरु कति धेरै एक्साइटेड हुनुहुन्छ भन्ने कुरा तपाईहरुलाई पनि लागिरहेको होला र यो फ्राइडे रिलिज हुँदैछ स्पेशली सुरुमा इन्भेस्टर प्रोड्युसर तपाई कतिले एक्साइटेड हुनुहुन्छ तपाईको एक्सपेक्टेसन के छ यो फिल्मबाट सर्वप्रथम त यहाँ उपस्थित सबै परिवारहरूलाई चाहिँ मनदेखि नै चाहिँ अब आभार व्यक्त गर्न चाहन्छु जन्ते बाख्रो मुभी आफैमा एउटा टिपिकल नेम जुन चाहिँ बिस्तारै लोप हुँदै गइरहेको बेलामा चाहिने अहिले चाहिने नामलाई नै यसरी प्रस्तुत गर्नु पाउँदा एकदमै खुसी लागेको छ अनि सँगसँगै नाम मात्र नभइकन यो नामको लागि चाहिँ जुन मुभी मेकिङको लागि अब राइटरदेखि लिएर आर्टिस्टहरूदेखि लिएर हाम्रा सहकर्मी टेक्निसियन टिमहरूदेखि लिएर र जसले जहाँ जुन ठाउँबाट सहयोग गर्नुभएको छ उहाँहरूको सहयोगले गर्दाखेरि म एकदमै उत्साहित छु कि मुभी चल्नेमा चाहिँ दुई मात्रै छैन जस्तो लाग्छ र हो अब भविष्य कसले देखेको छ होइन त्यो त अब थाहा छैन तर विश्वस्त चाहिँ छु कि जुन लोप हुँदै गइरहेको जुन नाम छ अनि जुन हाम्रो जुन चलन थियो जुन हाम्रो संस्कृति परम्परा थियो त्यसलाई चाहिँ हामीले उजागर गर्न सक्छौँ कि भन्ने हिसाबले र सँगसँगै राम्रो मेसेज यो नेपाली समाजमा दिन सकिन्छ कि भन्ने हिसाबले चाहिँ हामीले बनाएको र त्यो सँगसँगै आज हिजो नै हामीले चाहिँ एउटा युनिभर्सल सर्टिफिकेट जुन हामीले सेन्सरबाट पाएका छौँ त्यसले पनि सबै समूहका बच्चादेखि लिएर वयस्कदेखि लिएर चाहिँ बुढापाका सबै समूहले हेर्न मिल्ने खालको मुभी बनेको छ यो एक किसिमको एउटा सर्टिफाइड मुभी नै हो युनिभर्सल भन्ने जस्तो मलाई लाग्छ त्यो कारणले गर्दाखेरि राम्रो नै हुन्छ जस्तो लागेको छ यति नै भन्न चाहन्छु राइटर हुनुहुन्छ प्रदीप भाटजी तपाईको यो जन्ते बाख्रो भन्ने टाइटल चाहिँ फिल्मले कसरी जस्टिफाई गर्छ कसरी राख्नु भएको टाइटल यो कथा भनेको बिहेबारी सम्बन्धी कथा हो होइन अनि यो बिहेबारी सम्बन्धी कथा पनि कस्तो भन्दाखेरि नचाहिँदो कुरा सोच्दै चाहिँदो कुरा आएको क्या एउटा टाइममा एउटा तपाईँले पत्रकार भाइले सिकिँदैछु उसलाई मैले रेगुलर 10 दिनसम्म भाइ एउटा नचाहिँदो कुरा मात्रै गर्न नसक्नु भने त्यसले नचाहिँदो कुरा गर्नै जान्छ कि नचाहिँदो कुरा चाहिँ यस्तो हुन्छ भनेर ठ्याक्कै फिल्मको कथा आयो 10 दिन रेगुलर क्या मैले सिकिँदा 10 दिन रेगुलर मसँग गफ तर नचाहिँदो कुरा मात्रै गर इडियट स्टुपिड कुरा मात्रै गर भनेको गर्नै जान्दैन कि अनि हुँदै भएन कि यो इडियट स्टुपिड कुरा यसरी गर्ने भनेर भन्दाखेरि कस्तो राम्रो कुरा गरेँ कि मैले यो फिल्मको कथा बन्छ त्यसलाई वर्कआउट गरेको बने होइन भन्दाखेरि यस्तो राम्रो बन्यो उहाँ अर्को सिनेमा बनाउन आउनुभएको मान्छेलाई सिनेमा यो बनाउनु भनेर फेरि मैले त मसँग बुकै रेडी भइसकेको कि त्यो दिएँ अनि त्यसमा चाहिँ कस्तो छ भन्दाखेरि अब त्यो कथा बनाउने क्रममा चाहिँ एउटा बोका पनि जोडिएको छ कि कथामा आमाले चाहिँ मेरो छोराको बेहोस भनेर जन्ते बाख्रो आउँछु गाउँलेहरूले जन्ते बाख्रो पारेर धाप दिन्छु भन्ने टाइपको आमाको सपना छोरो बिहे गर्न मान्दैन त्यो ट्रेलरमा पनि देखेको छ बिहे गर्न किन मान्दैन भनेको आमालाई माया गर्ने केटी नै पाएको छ क्या अनि अब त्यो ट्रेलरमै देखेको छ अनि धेरै लुकाउनै पर्दैन लगभग हुन्छ त्यसपछि के हुन्छ घटनाक्रम एउटा आमालाई माया गर्ने केटी गर्ने क्रममा हुने उथल पुथल भागादौडी चाहिँ अब के हो त्यो बोका पनि भागिरहेछ नि त आमाको सपना सँगसँगै बोका पनि भागिरहेछ पोस्टरमा भागिरहेछ फिल्ममा भागिरहेछ जताततै भागिरहेछ यहाँ हाम्रो प्रमोसनमा पनि टाउको लगाएर भागिरहेछ नि बोका लगाएर बोका भाग्ने क्रममा अब दर्शकहरू कतिको हप्तामा भाग्ने पुऱ्याएको हुन्छ त्यो अवश्य कुरामा थाहा भइहाल्छ होइन अनि यो अब यो कथा त्यसरी बन्यो कथा बनिसके पछाडि अब आर्टिस्ट सिलेक्सन गर्ने क्रममा त अब मैले सौगातलाई स्क्रिप्ट दिएँ उहाँ आउनु पनि भएको
निर्माता जोडिनु पनि भएको थिएन। एउटा नचाहिँदो सोच्दाखेरि राम्रो कथा बनेछ, स्क्रिप्ट पढ कुन रोल गर्छु, खाना त तिमी भनेको थिएँ मैले होइन। अनि उसले म यो कमलको रोल चाहिँ गर्छु भनेर ल ठिक छ सबै कमल त्यतिखेर फाइनल भयो, निर्माता फाइनल नभइकन कि त्यस पछाडि अरू फाइनल हुँदै गयो कि। अनि त्यस पछाडि के भयो भन्दाखेरि मैले त्यतिखेरै दिमागमा चाहिँ गरिमा हुन्छ यो केटी भन्ने भयो कि। त्यसको दुईवटा कारण छ। एउटा कारण भनेको मैले उसलाई चाहिँ त्यो लन्डन टु पेरिस भन्ने सिनेमा गर्दाखेरि यो सिनेमा बिग्रियो भने अर्को सिनेमामा दिने मेरो तिमीलाई चाहिँ एउटा प्रमिस भयो भनेको थिएँ होइन। तर कुन सिनेमा थाहा छैन होइन। उसले चाहिँ मलाई सानो रोल छ, म त हिरोइन बन्न आएको मान्छे भन्दाखेरि चाहिँ ल ठिक छ होइन, तिमी अहिले सानो अनि एक जन्मिँदा पनि सबैजना सानै जन्मिया हुन्छ नि त, पछि ठुलो हुने हो, प्रोसेस हो यो होइन। साइड कपुर पनि पछाडि डान्सै गरेर आयो। अनि यो ठुलो कुरो होइन, यो प्रोसेस हो, काम गर, मान्छेको अगाडि आउँछ, तिम्रो काम एफिसियन्ट भयो भने त अर्को सिनेमामा छँदैछ। हामीलाई कलाकारहरू चाहिन्छ। अनि त लेख्दा लेख्दै त्यो क्यारेक्टर यसरी डिजाइन भयो कि एक किसिमले यो गरिमा चाहिँ फिट हुन्छ है जस्तो लागेर सिमी भाइलाई चाहिँ यो गरिमा हुन्छ है भनेको त्यसले फुत्ता पारेर न्युज पनि निकालिदिइहाल्छ कि। तर उसलाई पनि थाहा छैन, दाइ म हो त्यो फिल्ममा अब फोन गरेँ कि कहाँ छ न्युज आयो अरे फिल्मी खबरमा कि, बुझ्नु भएन। तर उसलाई पनि थाहा छैन। तर त्यसपछि के भयो, हामीले हिरोइन खोज्ने क्रममा चाहिँ धेरै अडिसन लियो निकै, हामी 6 महिना अडिसन लियौँ है। कहिले काहीँ त्यो टाइममा बोलेको पुग्छ हुन्छ नि, अन्तिममा गएर उही अल्टिमेटली उही फाइनल भयो कि। त्यो पनि 4 घन्टाभित्रमा लास्ट हो कि। र गरिमाजीले पनि जोडिहाल्यौँ यो फिल्ममा खासमा तपाईँ कस्तो रेकमेन्डेसनमा चाहिँ हेर्नुहुन्छ? राइटरको, सिपिजीको, डिरेक्टर साहबको कि अर्को एकजनाले पनि भन्दै होला मैले रेकमेन्ड गरेको नि भनेर? यो हुने कुरालाई पर्दाखेरि तपाईँ कतिको एन्टरटेन गर्नुहुन्छ? हुनेलाई धेरै कुराबाट आउँदो रहेछ जस्तो लाग्यो कि। जस्तै हाम्रो गरिमा तामाङ हुनुहुन्छ, अनि उहाँले पनि म त्यो बेला हिमालयन टेलिभिजनमा एउटा इन्टरभ्यूको लागि गएको थिएँ र आएको छ गरिमा एकचोटि भेट्नु न भनेर डिरेक्टरलाई भन्दाखेरि म भेट्दिनँ, मेरो दिमागमा एउटा इमेजिनेसन छ, म उसलाई मात्रै मतलब हुन्छ नि यस्तो खालको मैले सोचिरहेको छु, मैले नयाँ ल्याउनु खोजिरहेको छु, ऊ त अलिअलि देखिरहेको छ, त्यही भएर हुँदैन भनेर सिधै रिजेक्टेड भएको हो म चाहिँ त्यो टाइममा। तर फेरि यस्तो मिल्दै आयो कि पछि घुमेर फिरेर फिल्म मैतिर आयो र अहिले म यसरी फिल्मकै बारेमा यत्रो धेरै क्यामेराको अगाडि भन्दैछु। कस्तो फिल गर्दै हुनुहुन्छ तपाईँको साइड साइडमा दुईजना एकदम भेटरान एक्टर, अलिकति यतापट्टि एकदम मल्टी ट्यालेन्टेड हुनुहुन्छ, कस्तो फिल गर्दै हुनुहुन्छ? एकदम रमाइलो लागिरहेको छ, ग्रेटफुल फिल गरिरहेको छु। अब लन्डन टु पेरिस नराम्रो भए तापनि प्रदीप दाइले म तिमीलाई एउटा राम्रो सिनेमा गर्छु भन्नुभएको, त्यो राम्रो सिनेमा चाहिँ हाम्रो सौगात सर र आसिफ दाइसँग गर्नु लेखेको रहेछ। त्यो कुराले चाहिँ मलाई एकदम धेरै खुसी थियो। त्यसको लागि सबै टिम, अब एकजनाले मात्रै भनेर पनि हुँदैन, तर सबैजना टिम मलाई विश्वास गर्नुहुने हाम्रो जनते बाख्राको होल टिम, हाम्रो प्रोड्युसर साहब जसले म माथि लगानी गर्नुभएको छ, उहाँहरू सबैजनालाई चाहिँ हृदयदेखि धन्यवाद दिन चाहन्छु। यता आसिफ साहबजी तपाईँको आइडेन्टिटी नै यति धेरै छ कि तपाईँलाई के भनेर रेकगनाइज गर्ने भन्ने जनते बाख्राले तपाईँलाई एज एन एक्टर कसरी इस्टाब्लिस गराउँछ? एज एन एक्टर कसरी इस्टाब्लिस गराउँछ भन्नको लागि त म ठ्याक्कै भन्न सक्दिनँ। तर जनते बाख्रो एउटा राम्रो पारिवारिक चलचित्र बनेको छ। निर्माताहरूले एकदम निर्माताज्यू हुनुहुन्छ सन्तोषजी, उहाँले एकदम कुनै कसर छोड्नु भएको छैन राम्रो चलचित्र बनाउनको लागि। त्यसै गरी सिमो सुनवारले पनि मेहनत गर्नुभएको छ, हामी सबैले मेहनत गरेका छौँ। एउटा राम्रो चलचित्र चाहिँ बनेको छ जस्तो लाग्छ। चलचित्र राम्रो भइसकेपछि चलचित्रको चारै चौतर्फी तारिफ भइसकेपछि त त्यसमा आबद्ध भएका कलाकारहरूले पनि उत्तिकै आफ्नो आफ्नो भाग पाइहाल्ला। त्यही हो, मलाई चाहिँ अब मेरो करियर चाहिँ कहाँ जाला के जाला भन्दा पनि फिल्म चाहिँ राम्रो होस् भन्ने छु अहिले चाहिँ म। सौगातै तपाईँ कमलको भूमिका निभाउनु भएको छ होइन, अलिक भन्नुभयो नि प्रदीप दाइले यो क्यारेक्टर मै गर्छु भन्नुभयो होइन, आफूलाई धेरै रिलेट हुने भएर? अब रिलेट हुने भन्दा पनि मन पऱ्यो भनौँ न। अब यसो हेर्दाखेरि दुईवटा छान्दाखेरि चाहिँ मलाई चाहिँ नि अलि त्यस्तो खालको क्यारेक्टर नगरेको हुनाले पनि होइन, मलाई चाहिँ नि त्यो अलिकति दर्शकहरूलाई पनि मैले गरिराखेको भन्दा अलिकति फरक हुन्छ होला यो क्यारेक्टर, अनि त्यो पनि र मलाई पनि अलिकति चेन्ज हुन्छ आफूलाई पनि भनेर। थ्याङ्क यू सो मच, धन्यवाद। तपाईँले त्यहाँनिर दिनुभएको स्पिच चाहिँ कति धेरैजनाले एकदम इन्ट्रेस्टिङ मान्ने हेरिरहनु भएको छ, त्यो स्पिच कसरी तपाईँले तयार गर्नुभएको? म पनि पढ्छु त्यसमा, मैले भनेको थिएँ कति राम्रो बोल्नुभएको हजुर भनेर। कसरी प्रिपेयर, किन नर्मली तपाईँ अवार्डमा त्यसरी बोलेको पनि थाहा छैन होइन? हजुर, त्यहाँ कस्तो थियो भने त्यहाँ अब यसो हेर्दाखेरि भनौँ न
नेपालीहरू मात्रै भइदिएको भए अलिकति हुन्थ्यो होला, तर यहाँ फिलिपिन्सको एक्टरहरू होइन अनि जापानको एक्टरहरू हुनुहुन्थ्यो। त्यो भएको हुनाले पनि सबैलाई थाहा होस् भनेको कुरा बुझियोस् भन्ने हिसाबमा मैले त्यसरी बोलेको थिएँ। दौरा सुरुवाल ढाकाको पनि हजुर 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 खासै त्यस्तो प्रपर ड्रेसअप गर्न मन नरिसाउने मान्छे हजुर कसले रिकमेन्ड गर्यो कि नेपालबाट अब पक्कै म गएको हुनाले मलाई त्यो चाहिँ नि लगाउँ जस्तो लाग्यो, त्यो भएको हुनाले। अर्को हाम्रो छेउको कमल सर यसको ओभरअल एक्सपिरियन्स कस्तो रहेको? तपाईँ डान्स गर्नुभएको थियो, अहिले भिडियो पनि अलिक ट्रेन्डिङ भइरहेको छ होइन, र यसले चाहिँ तपाईँ आफै पनि मुभीप्रति कस्तो एक्सपेक्टेसन राख्नु भएको छ? अब सर्वप्रथम त सम्पूर्ण मिडियाकर्मीहरूलाई अब नमस्कार, धन्यवाद भन्न चाहन्छु। लामो समयदेखि नै मैले यो फिल्म क्षेत्रमा काम गरिरहेको छु र यसभन्दा अघिका फिल्महरूमा विभिन्न खालका चरित्रहरू निर्वाह गर्ने क्रममा प्रायःजसो मेरो भागमा टोले डन खालका क्यारेक्टरहरू धेरै पर्थे। थुप्रै फिल्ममा टोले डन खालको क्यारेक्टर गर्दै जाँदा जन्ते बाख्रोको कुरा आउँदा चाहिँ अलिकति त्योभन्दा मैले गरिरहेको भन्दा थोरै फरक खालको पात्रको कुरा आएको हुनाले मैले अनि त्यसमाथि अघि हाम्रो गरिमाजीले नि भने चाहिँ अब मुख्य पात्रमा सौगात दाई जुन चाहिँ मेरो पहिल्यैदेखिको आइडल पनि हुनुहुन्छ, उहाँ हुनुहुन्छ भन्ने बित्तिकै अरू केही नसोचिकन जन्ते बाख्रोलाई चाहिँ स्वीकारेको हो। र पक्कै पनि हामीले फिल्ममा काम गर्दाखेरि टिम राम्रो भएको हुनाले आफ्नो पात्र गर्न त मजा आयो नै, साथै ओभरअल टिमको सबैको काम हेर्दा पनि मजा आएको थियो। सुटिङको बेलामा हामी बसिरहँदा त्यो भएर सबै टिमको इनर्जीले गर्दाखेरि आफ्नो पात्रमा पनि काम गर्न मजा आयो र नाच्न त पक्कै पनि मजा आइ नै हाल्छ। र अहिले हाम्रो गीत मुकु मुकु म्या पनि राम्रैसित अगाडि बढिरहेको छ र त्यो गीतले गर्दाखेरि अब मेरो पात्रलाई पनि अलिकति अगाडि आउनमा मद्दत गर्न सक्ने सम्भावना मैले देखेको छु। सबै दाइले भन्नुभएको छ, अब चाहिँ फ्रन्टको मान्छेहरूले क्वेसन गर्नु पर्यो है तपाईँहरूले। मुकु मुकु म्याकै कुरा आइरहँदाखेरि चाहिँ सौगात दाइको डान्सलाई लिएर अडियन्सहरू एकदमै धेरै मतलब कति राम्रो डान्स गर्नुभएको भन्ने खालको कमेन्ट्सहरू आइरहेको छ होइन। तपाईँको डान्सलाई एकदमै रुचाइरहेको छ अडियन्सहरूले। भर्सटाइल एक्टर सौगात मल्ल, त्यो त पहिल्यैदेखि आउँथ्यो। डान्स चाहिँ किन लुकिरहेको थियो सौगात मल्लको भन्ने खालको कमेन्ट्सहरू धेरै आइरहेको छ, के भन्न चाहनुहुन्छ? त्यो चाहिँ के भन्छ प्र्याक्टिस गर्ने समय एक दिन मैले पाएको थिएँ र हाम्रो डान्स डिरेक्टर उहाँको पनि मेहनत छ होइन, उहाँले जे गराउनु भयो त्यही अनुसारले नै गरेको। एक दिन मैले 1-1.5 घन्टा गर्ने रिहर्सल गर्ने अवसर पाएँ। त्यसको लागि अब सबैलाई थ्याङ्क यू भन्छु जसले चाहिँ मलाई त्यो व्यवस्था मिलाइदिनु भयो 1-1.5 घन्टाको लागि। त्यतिले चाहिँ राम्रो भयो होला भन्ने हजुर। जन्ते बाख्रोकै कुरा आइरहँदाखेरि चाहिँ अब इन्डस्ट्रीको कसको चाहिँ जन्ते बाख्रोको भोज खान मन छ त यहाँहरूलाई? जसले बोलाउनुहुन्छ सबैको खाइन्छ। उहाँको बेमा गएर चाहिँ जन्ते बाख्रोको भोज त्यसरी खान मन छ भन्ने खालको होला नि त। अब अहिले हजुरको प्रश्न अनुसार त तत्काल सौगात दाइकै खाउँ चाहिँ भइसक्यो होइन। अब बाँकी चाहिँ दाइले नै भन्नुहुन्छ। त्यही अब जेठ कति गते 23 गते हजुरले आफैले जन्ते बाख्रोको भोज कहिले खुवाउनुहुन्छ त? उहाँको त झन् अब तपाईँको जन्ते बाख्रोको भोज खाने सपना आउने रहेछ। हजुर कहिले खुवाउनुहुन्छ? अब यो जेठ 23 को सबभन्दा पहिले सकियोस् अनि त्यसपछि बल्ल अर्को पालै पालो 1 by 1 भन्छन्। तपाईँलाई चाहिँ कसको जन्ते बाख्रोको भोज खान मन छ? इन्डस्ट्रीको कोही व्यक्तिको? मलाई त्यस्तो कोही छैन, त्यस्तो कोही दिमागमा छैन कि यसको खाना पायो हुन्थ्यो भन्ने जस्तो। हजुर 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 हजुरको अब कसै इन्डस्ट्रीको कोही व्यक्तिको जन्ते बाख्रोको भोज खान पायो हुन्थ्यो जस्तो सोच्छ? अब भोज खान त सबैलाई मनपर्छ, मलाई पनि मनपर्छ। त्यही भएर लगभग बोलाउनु भएको जति सबैकोमा गएर खान पाऊँ भन्ने छ। अब यहाँ हेर्दाखेरि चाहिँ अब पालो घुमिफिरी सौगात सरकै होला जस्तो छ सुरुमा। त्यही भएर कतिको भइसक्यो, कतिको अब उहाँको अब हुन बाँकी छ। त्यही भएर अब पहिला उहाँकै खाउँ। तपाईँको पनि त हुन बाँकी हो, तपाईँ चाहिँ कहिले खाउनुहुन्छ? मेरो उहाँको पछि। त्यसपछि मेरो पालो। कति भाग्नु भयो त? अघि हाम्रो राइटर साथले भन्नुभयो नि जुन जन्ते बाख्रोको एउटा क्यारेक्टर छ, बिहेको लागि चाहिँ त्यो क्यारेक्टर एकदम भागिरहेछ होइन, बिहे गर्न इच्छा छैन भनेर। रियल लाइफमा पनि तपाईँ त्यसै गरी भागिराख्नु भएको त होइन? त्यसरी चाहिँ नि मलाई लागेको छैन। त्यो भएको भए त अहिलेसम्म बहिनी सक्थ्यो होला, त्यसकै पछाडि लागेको भए त होइन। त्यो पनि छैन, समय हेरिरहेको आफैले भनेर हुँदैन होइन। समय आएपछि आफै हुन्छ, त्यो कुरामा सोचेर बस्ने पनि कुरा होइन।
मेरो त भर्खर मैले काम गर्न सुरु गर्दैछु अनि अहिले नै अब तर तपाईँ मन खाने केटी हुनुहुँदो रहेछ नि त केटाहरूको मन खाने केटी होइन चोट लाग्यो एउटा चोट परेको केटी होइन हेर्ने केटाहरूले बिहे गर्नको लागि त लास्टमा त्यस्तै केटी रहेछ नि त अनि तपाईँलाई त तपाईँको नजर त धेरैको तपाईँकोमा नजर त धेरैको परेको होला नि त त्यो चाहिँ वास्तवमा म होइन होला त्यो सम्झना क्यारेक्टर होला होइन कुनै कुनै पाटोमा चाहिँ खान्छ होला तर धेरै कुराहरू चाहिँ खाँदैन त्यति विधि सरल त्यति विधि सोझो पनि छैन म जस्तो लाग्छ इन रियल लाइफ अहिले म धेरै बाटो भइसकेँ इन्डस्ट्रीमा काम गर्दाखेरि मलाई इन्डस्ट्रीले धेरै कुरा सिकायो त्यसले गर्दा म धेरै कुरामा चाहिँ म बाटो हुन सिकिसकेँ जस्तै उत्सवजीको प्रश्नबाट म कसरी बच्ने कसरी हाइपोथेटिकल भएर क्वेसनको उत्तर दिने यता पनि ठिक्क उता पनि ठिक्क प्रश्नको कमी भयो जस्तो छ जन्ते बाख्रो भनिन्छ होइन जन्ते बाख्रो तर बिहेमा चाहिँ खसी मात्रै खाइन्छ फेरि बोकान खाइन्छ बाख्रो चाहिँ डाइरेक्टर आउनुभयो ताली बजाउनु डाइरेक्टरतिर है जन्ते बाख्रो चाहिँ हुन्छ होइन खाइन्छ खसी बोका तर नाम चाहिँ बाख्रो हुन्छ यो नाम जुर्यो कसरी सँग पनि प्रश्न यो पनि होला अरू कुरा चाहिँ कसको बिहेमा चाहिँ बाख्रो खाइएको छ नि बिहेमा खाइएछ बाख्रो खाइन्छ खुसी खाइन्छ त बाख्री होइन क्या बाख्रो 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 बाख्रीको भनेको खसी भनेको त परिवार बाख्रो भनेको बाख्रा बाख्री दुइटै भयो बोका भनेको त परिवारमा नियोजन नगरेपछि बाख्री पनि बोका भयो परिवार नियोजन गरेपछि खसी भयो होइन परिवार नियोजन नगरेको जे पनि बोका भयो त बाख्री त्यो त मलाई पनि थाहा थिएन यार परिवार नियोजन नगरेको सबैजना बोकै हुन्छ जसले फिमेललाई त बोका भन्दैन नि रमाइलो मसुराउँछ हाम्रो गाउँमा एकजना दाइले हामीले खसी भन्छ क्या ओ खसी खै खसी भनेर बोलाउने कि रिस उठेको बेला किन स्वास्थ्य खसी भन्छ भनेको परिवार नियोजन गरेर त्यो के खसीमा खै त्यो त खै अब त्यस्तो खसी त्यो आफ्नो श्रीमतीलाई खसी भन्ने प्रस्ताव कसको अनि त्यो भएर दाइकोमा म यहाँ यति धेरै क्यामेरा राखेर डाइरेक्टरको सिङ्गल सिङ्गल गरौँ न केही छैन अहिलेसम्म कन्फ्युज छु यो प्रश्न यतिचोटि आइसक्यो यसको उत्तर आइसकेर फेरि बिर्सिसकेँ मैले मैले भनिहालेँ परिवार नियोजन गरेपछि खसी परिवार नियोजन नगरेको भनेपछि यो परिवार नियोजन गरेको पर्यो कहाँ बाख्रो भनेको खसी पनि त्यो बाख्रो भनेको त लिङ्ग भएन स्त्रीलिङ्ग होइन त बाख्री भनेको कति यो के अरे बोकाएर खसी सुन्नु पऱ्यो जन्ते बोका होइन नि त फिल्मको नाम जन्ते बोका होइन नि त जन्ते बाख्री होइन जन्ते बाख्रो फिल्मको बारेमा अब तपाईँको निर्देशकको पाटोबाट कस्तो बनाएको छ फिल्म र किन हेर्ने यो फिल्म यो जन्ते बाख्रोलाई तपाईँले चाहिँ कसरी फिल्म अब हाम्रो जुन टेलर रिलिज भइसकेपछि चाहिँ धेरैले के भनेको छ भने ओ सबै फिल्म नै टेलरमा आइसकेको छ सबै कहानी नै सही भनिसकेको छ भनेर धेरैजनाले भन्नुभएको थियो गुनासो भन्दाखेरि पनि होइन जो भन्नुभएको थियो क्या फिल्म त सबै कथा त सबै थाहा पाइहाल्यो नि हामीले फिल्म टेलर हेरेर सबै टोटली क्लियर छ त भनेर भन्नुभएको छ जुन चाहिँ एकदमै गलत हो होइन त
त्यो टेलरमा हेरेर उहाँले फिल्म बुझ्नुभयो भने जुन प्लट छ हाम्रो जे छ यो फिल्म जुन स्टोरीमा बनेको छ जस्तो खालको छ त्यो चिज चाहिँ हाम्रो टेलरबाट चाहिँ थाहा पाउनु हुने मान्छेलाई त हामी पुरस्कारै दिन्छौँ एउटा जन्ते बाख्रो होइन किनभने जुन टेलरमा जे छ त्यो टेलरमै छ होइन त्यो फिल्ममा अर्कै नै छ त्यो उसले भने जस्तै के अरे बोकाएर के अरे बाख्री भने जस्तै त्यत्तिकै फरक छ अनि फिल्म चाहिँ रमाइलो नै बनेको छ जस्तै हामी होल टिमले अब हाम्रो कलाकारहरूले पनि सोध्नुहोस् होइन रमाइलो छ फिल्म रमाइलो छ र अब फिल्म हेर्ने नै त्यस रमाइलोको लागि नै हो होइन हेरिन्जेलसम्म रमाइलो छ अनि त्यसपछि आइसकेपछि मनोरञ्जन दिन्छ मजासँग भरपुर मनोरञ्जन दिन्छ कमेडी छ लभ छ माया छ होइन इमोसनल पनि बनाउँछ सबै चिज छ त्यसमा अब आमा छोराको बोन्डिङ छ होइन के अरे प्रेमिकाको झगडा छ माया छ नोकझोक छ होइन साथी दोस्ती यारी छ होइन धेरै चिज छ त्यो धेरै चिजलाई समेटेर एउटा हाम्रो प्रदीपजीले जस्तै हाम्रो फिल्मको मेन जन्ते बगाले राम्रो स्क्रिप्ट लेख्नु भएको छ होइन त्यो स्क्रिप्टलाई चाहिँ हामीले सायद हामी सबै कलाकार हामी होल टिमले चाहिँ होइन एज अ के अरे टेक्निकल टिम सबैजनाले चाहिँ राम्रो न्याय नै दिएको छौँ जस्तो लाग्छ उहाँको त्यो जहिले पनि त्यो एउटा अझै पनि मेरो कमेडी फिल्मलाई लभ स्टोरी बनायो भन्ने बाहेक अरू चाहिँ होइन अरू चाहिँ हामीले राम्रै गरेको छौँ जस्तो लाग्छ मतलब प्रेजेन्टेसन अलिकति सिरियस भयो जति भन्न हुनु पऱ्यो जति रमाइलो गरेको हुनु पऱ्यो त्यो सौगातको क्यारेक्टर चाहिँ एकदम नबोधै जस्तो पनि भयो भन्ने मलाई लागेको सन्तोष सरले यो फिल्ममा लगानी गर्नुको मेन कारण के थियो स्क्रिप्टले तान्यो या एउटा फिल्म बनाउँछु राम्रो कल्चर बुझाउने भन्ने थियो या के थियो तपाईँको फिल्ममा लगानी गर्नुको कारण चाहिँ यहाँ आउनुको मेन फिल्मै बनाउँछु भन्ने घुमाइफिराइ अब स्ट्रेट कुरा गर्दाखेरि के हुन्छ भन्दाखेरि जोसुकैले जे भने तापनि हाम्रो चाहिँ नि घर खर्च चाहिँ नि हामीले कमाएपछि मात्रै चल्छ पेट कमाएपछि मात्रै भनिन्छ डेफिनेटली मुभी बनाउनुको प्रमुख कारण भनेको बिजनेस नै हो होइन केही अब 2-4 पैसा अलिक बढी कमाउन सकिन्छ कि भन्ने एउटा प्रमुख कारण हो किनभने हरेक कुरा चाहिँ नि इन्कमसँग जोडिएको छ त्यस्तै गरेर दोस्रो कारण भनेको यो इन्डस्ट्रीमा आइसकेपछि एउटा फ्रेन्ड सर्कल अलिक डेभलप हुन्छ पनि त्यो देखेँ अनि त्यो अनुसारले भयो भने सबैजना अब झन् अब भन्नु प्रदीपजी भयो शिवजी भयो अनि चाहिँ हाम्रो सबै कलाकार पहिला त फोटोमा मात्रै टिभीमा मात्रै देखिन्थ्यो अब त सँगै बसेर चाहिँ नि एउटा चाहिँ फ्रेन्ड सर्कल जस्तो भएको छ एउटा रिलेसन डेभलप पनि हो र सँगसँगै चाहिँ अब शिवजी र मैले चाहिँ पहिल्यैदेखि भन्दै आइरहेको छु शिवजी र मेरो पनि पहिला दोस्ती होइन छोरीहरूको दोस्तीबाट चाहिँ नि हाम्रो चाहिँ रिलेसन डेभलप भयो त्यसमाथि उहाँ मुभी मेकर होइन मुभी मेकिङ गर्ने अनि त्यो मलाई त्यो सजिलो पनि भयो सहज पनि भयो त्यो कारणले गर्दाखेरि पनि यी 2-3टा कारणहरूले गर्दाखेरि यो मुभी मेकिङ गरे प्रमुख कुरा त इन्कम जेनेरेट नै हो बिजनेस नै हो प्रोफेसर हैन बिजनेसम्यान सिनेमा बनाउनु अगाडि कतिको रिसर्च गर्नुभयो सिनेमा कति शेयर आउँछ कसरी बनाइन्छ कसरी यो मेथड चाहिँ तपाईले पनि बुझ्नुभयो निर्माता बन्नुभयो कि फिल्ममा लगानी गर्नु अगाडि छैन मैले के पनि उहाँले केही बुझ्नु यस्तो थियो म उहाँको एन्सर दिन्छु उहाँलाई होइन के थियो भने उहाँ आउनुभयो एकचोटि कस्तो भने हामी जस्तै छोरीहरू एउटै स्कुलमा पढ्छन् अनि ठ्याक्क एकचोटि फङ्सन हुन्छ नि त फङ्सनमा चट्ट छोरीको फङ्सन थियो म पनि गएको थिएँ ठक्क अनि उहाँ पनि हुनुहुन्थ्यो चिप्सी आएर सर र बाहिर दिनेले ठक्क भेट्नुहुन्थ्यो उहाँले एकैचोटि सोध्नुभयो क्या यो सिमोजी यो फिल्म बनाउन चाहिँ के छ कस्तो छ पैसा कस्तो छ के छ कस्तो छ भन्ने कुरा सोध्नुभयो क्या अनि के छ भन्दाखेरि उहाँलाई इन्ट्रेस्ट छ भन्ने कुरा गर्नुभयो होइन अनि भइसकेपछि मैले उहाँलाई सोधेँ ठिक छ त्यो त प्रब्लम केही पनि भएन तर तपाईँले बनाउँदाखेरि चाहिँ पहिलो फिल्म बनाउँदाखेरि चाहिँ धेरै कुराहरू सिक्नुपर्ने हुन्छ धेरै कुरा थाहा हुँदैन एकदम कम बजेटमा चाहिँ बनाउनु होला होइन यतिभन्दा बेसी चाहिँ खर्च नगर्नु होला मेकिङमा भने मैले प्याट्ट बोलिदिइहालेँ के थाहा आखेर बजरपात मलाई नै हुने रहेछ होइन थाहा छैन उहाँले मसँग फिल्म बनाउनुहुन्छ भनेर के थाहा मलाई होइन म त त्यो मेकिङतिर त्यहाँतिर लाभ पनि थिएन उहाँले त्यही चिज सम्हाल्नु भएको थियो एउटा बजेटमा पुक्क मान्नु भनिदिएको थियो यतिमा बनाउनु भने त तपाईँ सेफ हुनुहुन्छ के भनिदिएको थिएँ त्यसपछि आएर त्यसको त्योभन्दा त उहाँले कहाँ बनाउनु त मेरै खल्तीबाट गयो नि अनि कस्तो त्यो भइसकेपछि पछि आएर अनि त्यसको 1 हप्तातिर पछि उहाँले कल गर्नुभयो मलाई अनि त्यसपछि आएर ल सिमोसी एउटा फिल्म बनाउनु पर्ने भयो एकछिन मिटिङ गर्नु पऱ्यो भन्नुभयो
अनि मिटिङमा हामी बगैँचामा मिटिङ बसिसकेपछि भनेपछि स्क्रिप्ट छ यताउता अनि मसँग आइडियाहरू पनि छ अनि यसको चाहिँ स्क्रिप्ट लेख्नुपर्छ भनेर भन्नुभयो उहाँले आइडिया सबै भएको सबै रिसर्च गर्नुभयो होला भन्दा नि मैले त्यसपछि आएर प्रदीप भारद्वाजलाई बोकेर गएँ म बगैँचामा चट्ट बसिएपछि ठ्याक्क भेट्यो उहाँको साथीहरू हुनुहुन्थ्यो टन्नै मिटिङ बस्यो अनि मिटिङ बस्दाखेरि चाहिँ त्यहाँबाट चाहिँ ल फिल्मको नाम चाहिँ खरानी हो उहाँको टाइटल खरानी उहाँलाई पहिल्यैदेखि एउटा फिल्म बनाएको खरानी हो ल कथा सुन्नु न त भने कथा त केही पनि छैन होइन यो आइडिया मात्र छ केही पनि छैन भनेपछि आएर यस्तो तरिकाले हुँदैन यताउता सब मैले फेरि फिल्मको बारेमा बुझ्नु भएको छ के पनि बुझ्नु भएको छैन अनि मैले उहाँलाई पहिलो प्रश्न के सोधेँ नि तपाईँ फिल्म के को लागि बनाउनु किन धेरैको हुन्छ नि त तरिका तपाईँ सोखमा एज अ एउटा फिल्म बनाउँछु भनेर आउनुभएको हो कि इज इट यर बिजनेस कि बिजनेस गर्नलाई एउटा इन्डस्ट्री नै तपाईँ त बिजनेसम्यान हो भनेर आउनुभयो कि भन्ने बित्तिकै उहाँले म खास लगानी बिजनेसै हो मलाई पनि मैले जुन ठाउँमा बिजनेस गरेको छु सबै बिजनेस मेरो सफलै भएको छ र यो पनि एउटा राम्रो ठाउँ हो यसमा पनि लगानी राम्रोसँग गरेर यसलाई राम्रोसँग बनायो भने फिल्महरूको पनि विकास हुन्छ प्लस अब एज अ रेगुलरमा प्रोड्युसर भयो भने होइन राम्रो पनि हुन्छ भन्ने खालको उहाँले भन्नुभयो ठिकै छ बिजनेस हो भने चाहिँ ठिकै छ त्यसो भएपछि तपाईँले के अरे धेरै कुराहरू पनि सिक्नुपर्छ यो यही प्रोसेसमा र सकेसम्म पहिला चाहिँ लो बजेटमा नै बन्न सक्ने तपाईँले पनि बुझ्न सक्ने खालको हिसाबमा अलिकति किन उहाँको त्यो चाहिँ अलिकति भास्ट नै थियो खरानी एकदमै त्यो बिग बजेट नै जानेवाला थियो बजेटमा त्यो भनिसकेपछि चाहिँ अनि उहाँलाई त्यहाँबाट यस्तो खालको त्यही खरानीमै नै जाउँ उहाँ खरानीबाट निक्लिनै होला उहाँलाई खरानी नै गर्नु छ जे बहिनी जस्तो बहिनी टाइटल खरानी नै गर्नु छ अनि भइसकेपछि अनि त्यही खरानीकै फेरि अर्को सेकेन्ड मिटिङमा चाहिँ अनि प्रदीप र हामी चाहिँ जन्ते बाख्रो चाहिँ हामीले बनाउने पहिला चाहिँ हाम्रो प्लानिङ थियो क्या त्यो कुराहरू त मलाई त्यस्तो लाग्यो क्या किन यस्तो राम्रो मेकर हुनुहुन्छ होइन यस्तो लगानी गर्छु भनेर आउनुभएकोलाई एउटा राम्रो एउटा सब्जेक्ट भयो भने त राम्रो हुन्छ नि भनेर त्यो सुना नि त उहाँ सुन्नु मनै छैन उहाँलाई सुन्दिनँ भन्नुभएको थियो त्यसपछि आएर सुनाइदिउँ प्रदीप भारद्वाजले 15 मिनटमा स्टोरीको सार सुनाएपछि भएभरको उहाँको साथीहरू सबैलाई मन पऱ्यो ओ यो त राम्रो छ त उहाँ चाहिँ होइन खरानी नै हुनुहुन्छ होइन उहाँको साथीले तपाईँले नबनाउने म बनाउँछु पनि भन्नु उहाँको एकजना साथीले अनि पछि बल्ल मैले उहाँलाई कन्भिन्स गरेर यसमा ट्राई गरौँ यसो गरौँ भनेपछि त्यसरी चाहिँ बल्ल सुरु भएको हो होइन तर उहाँ चाहिँ आफ्नो काममा चाहिँ जस फिल्म मेकिङलाई पनि उहाँले एज अ बिजनेसको तरिकाले हेर्नुभएको हुनाले चाहिँ बिजनेस पोइन्ट अफ भ्यूमा जाँदाखेरि मान्छेहरूको हुन्छ नि त सो त्यो कारणले गर्दा चाहिँ हामीलाई काम गर्नमा चाहिँ केही पनि एज अ जुन प्रोड्युसरहरूसँग जुन एउटा कहिलेकाहीँ चाहिँ डिरेक्टरको अथवा टेक्निकल टिमको आर्टिस्टहरूको जुन पर्छ नि त त्यो चाहिँ केही पनि परेन उहाँले त्यो वातावरण चाहिँ एकदम सहज बनाइदिनु भयो र एज अ बिजनेस वाइजकै हिसाबबाट नै उहाँले जस एज अ प्रोड्युसर चाहिँ राम्रै काम गर्नुभएको छ प्रकारका बाख्रा पाइन्छ हजुर यो कुन प्रकारको कुन प्रजातिको बाख्रो भने त मैले कुन प्रजातिको बाख्रो यो 20औं प्रजातिको नयाँ प्रजातिको आशिष भाइ यहाँ धेरैजना तपाईँको पोस्टरमा त्यो डोरी बोकेको कुरालाई चाहिँ एकदमै यो डोरी चाहिँ किन डोरी सम्बन्धी चाहिँ केही पनि नबोल है भनेर मलाई यहाँबाट आदेश आएको छ तर डोरी हेर्दाखेरि त बोकाइन रागै तान्ने मान्छे पनि त रागो जस्तै छ त हौ खास के होइन क्या खास सिमोस हेर मैले खास उसले म खोलिदिन्छु फिल्म बनाउने फिल्ममा मैले उसलाई एज अ एक्टरको कुरा मैले फाइनल गरिसकेको थिएँ होइन त्यसपछि मैले भने नि उसले फोन उठाएन भनेर गुनासो पनि गरेको थिएँ नि त फोन उठाएन मैले 3-4 दिन म रोडीमा बिजी थिएँ त्यसपछि फोन गरेर म फिल्ममा छु कि छैन भनेर भन्यो अनि छस् नि भन्दाखेरि त्यसले साले तैँले मेरो नाम राखेर तैँले मलाई फिल्ममा मैले ओके गरेको छस् तैँले मलाई फिल्ममा खेलाइन्छौ भने यो डोरी बोकेर यही डोरीमा झुन्डेर मर्छु भनेर बोकेको थियो त्यो त्यही भएर मन परेर राखेको क्या अब डोरी रमाइलो छ डोरीसँगको सम्बन्ध रमाइलो छ बाख्रा समात्न जानको लागि पनि डोरी प्रयोग गरिरहेको छ बोकिराखेको छ एउटा क्यारेक्टरको प्रप जस्तो हो अब बाँकी कुरा त फिल्म हेरेरै थाहा पाउनुपर्ने हुन्छ यिनीहरू दुईजनाले यसैले म ठिक पारिदिन्छु टाइपकोमा त्यो फिल्म हो यो चिलिम हो अन्तिम आइसक्यो होइन अन्तिममा सौगात दाइलाई भोलिका दिनमा तपाईँलाई नि जसरी फिल्ममा तपाईँको मायामा एक्सहरू तगारो बने नि रियल लाइफमा पनि एक्सहरू तगारो बन्दै आयो भने चाहिँ के गर्ने यसको राम्रो उत्तर कसले दिन सक्छ जोन्ते बाटो बनाउने सुझावै चाहियो त्यही हुन दिएनन् होइन मायामा तपाईँको अब तगारो बनेर आयो भोलिका दिनमा एक्सहरू भने के गर्ने फिल्मले केही आइडिया सिकायो फिल्मले
त्यस्तो के भन्नु तपाईँको त प्रश्नै जटिल प्रश्नहरूमध्ये एक नम्बरमा त्यो विषयमा खासै मैले सोधौँ न त अनि त्यसपछि आन्सर आउन सक्छ भोलिका दिनमा तपाईँका नि होइन एक्सहरू तगारो बनेर आयो भने मायामा बिहेमा के गर्ने एक्सहरू नै छैन को आउँछ तगारो बनेर त्यो फेरि गाह्रै कुरा छ आयो रे आयो भने के गर्छ तपाईँले भनेपछि बल्ल सौगातीलाई नै आन्सर आउँछ अब जसरी यो फिल्मको कन्टेक्स्टमै हेरौँ न जस्तै अब विभिन्न पात्रहरूसँग उहाँको कुरा मिल्दैन त्यसपछि आफ्नो मन मिल्ने पात्र भेटिन्छ त्यसरी नै सोध्छु होला म अब उहाँहरूसँग मिलेन त यता राम्रो हुनको लागि होला भन्ने सोध्छु कस्तो यो मलाई मेरो लागि पनि जटिल थियो यो आसिफले ठ्याक्कै दिन्छ आसिफजीलाई अब भन्न मिलेन त अब उहाँको जीवनमा अब कोही तगारो गर्ने आउनेवाला छैनन् अब त अलरेडी तगारो खडा छ उनीहरूको एन्सर चाहिँ मसँग छ तगारो भएर कोही आएर सुटिङ गरेर हो के सुटिङ गरेर कस्तो रियल भन्ने भनेर साइडमा लगेर सम्झाउने अनि पठाइदिने अनि बिहा मजाले गर्ने हो मलाई अहिलेको लागि त बाख्रै मनपर्छ जन्ते बाख्रो भन्ने छ मलाई पनि अहिलेको लागि त जन्ते बाख्रो नै मनपर्छ यो बाहेक अरू केही मन पर्दैन के गर्नु खसी खानुहुन्छ धेरै बाख्रो मनपर्छ भन्नु पर्यो है म त्यस्तो खसी मन पराउने मान्छे पनि होइन म अलिकति चिकन प्रेमी भएको हुनाले अहिलेलाई चाहिँ म बाख्रो प्रजातिहरूमा हजुरको 19वटा बाख्रो प्रजातिहरूमध्ये हाम्रो 20औं प्रजाति जन्ते बाख्रो मात्रै बाख्रो हो जमुनापारी प्रजातिको बाख्रो हो यो चाहिँ धम्पुस पारेको बाख्रो हो जस्तो लाग्छ मलाई निर्देशकजीलाई मेरो प्रश्न अहिले आन्दोलन सडकमा चलिरहेको छ नि होइन महाभोज जेठ 15 गते नचलेर अहिले रोकिरहेको छ नि होइन तपाईँको यो फिल्म जेठ 23 गते लाग्ने नै हो त्यसो रोक्न सकिँदैन मेरो बिन्ती छ भन्ला तपाईँले त आन्दोलन चलिरहेको नि त व्यापक रूपले यो फिल्म रोकियो हजुरलाई के फाइदा फाइदा होइन मैले भन्न खोजेको चाहिँ टङस्लिपलाई टङस्लिपै हो नि त्यो तर रोक्नुपर्छ भने होइन रोकिएला कि नरोकिएला आन्दोलनले गर्दा असर अब आन्दोलन चर्केर गएको खण्डमा असर त अवश्य पनि पारिहाल्छ होइन तर कसले देखाएको छ र त्यो कुरालाई जस्तै जुन तरिकाले महाभोज सर्नुभयो उहाँहरू होइन उहाँहरू अब आन्दोलनको कारणले उहाँहरू सर्नुभयो तर त्यति आन्दोलन त्यति असर त पारेन नि त यदि उहाँहरूले त्यो डेट नसार्नु भएको भए उहाँहरू कतिवटा बिदा थियो एकदम राम्रो डेट थियो नि त 15 गते त होइन पछि त धेरै स्पेस उहाँले धेरै पाउनुहुन्थ्यो क्या त्यो भयो उहाँहरूलाई अब भन्न सकिँदैन अब भन्नुहोस् न जस्तै फर एक्जाम्पलले लिनुपर्दाखेरि हाम्रो जुन के अरे हाम्रो त्यो डाँडापात हेर हामीलाई रेशम फिलिले वान यत्रो हाइपमा थियो होइन शुक्रबार रिलिज भयो यत्रो मजासँग बिजनेस गर्यो शनिबार त्यत्रो मान्छे भिजाभिज भएको थियो भुइँचा लाग्यो त्यत्रो एकदम हाइप भएर त्यत्रो चल्दै त्यत्रो माहौल बनाएको फिल्मलाई पनि भुइँचालोले असर पार्यो नि त होइन भनेपछि यस्तो कुराहरूलाई चाहिँ हामीले प्रिडिक्ट नै गर्न सक्दैनौँ क्या त्यसमाथि आएर आन्दोलन भन्ने कुराहरू होइन कुन बेला भड्किन्छ कुन बेला भड्किँदैन त्यो हामीलाई थाहा पनि हुँदैन होइन तर त्यो आफ्नै पाटोमा छ अनि हाम्रो कार्य हाम्रो जुन चिज छ हाम्रो जुन धर्म छ त्यो हाम्रो आफ्नै पाटोमा छ सो त्यो कारणले गर्दाखेरि जुन डेट हामीले फिक्स गरेर अहिलेसम्म गरेका छौँ होइन त्यो त त्यसमा नै हामी छौँ अब कदम कताची अब 23 गतेदेखि होल नेपालै बन्द भयो चक्का जाम भयो केही पनि चल्दैन भनेर गयो भने त हामीले पनि के गर्न सक्दैन हलै बन्द भयो भने चाहिँ कहाँ लाउनु त होइन त्यो परिस्थितिमा चाहिँ भिन्दै कुरो हो नत्र भने चाहिँ रोकिँदैन अन्तिममा सर केही छुटफुट जन्ते बाख्रोको बारेमा भन्नै पर्ने केही छ भनेर बिदा हुनु सौगात दाइ जुन अहिलेसम्म भन्नुभएको छैन त्यो कुरा मात्रै मनमा अड्किरहेको तर घाँटीबाट ननिस्केको कुरा मात्रै त्यस्तो कुरै छैन फेरि त्यस्तो त अब अहिले त भन्नुपर्ने हाम्रो त्यही छ जन्ते बाख्रो आउँदैछ होइन पक्कै पनि तपाईँहरू सबैलाई चाहिँ नि टिजर टेलरहरू हेरिसक्नु भएको होला त्यसबाट पनि अनुमान लाउन सकिन्छ के खालको फिल्म हो भनेर अनि पक्कै पनि तपाईँलाई इन्टरटेन गराउला होइन र रमाइलोसँग तपाईँको 2 घन्टा चाहिँ नि बित्नेछ सपरिवार हेर्न मिल्ने खालको चलचित्र बनेको छ आएर हेर्नु हुन सबैलाई चाहिँ नि आग्रह गर्छौँ तपाईँलाई कन्भिन्स हुन टाइम लागेको थियो नि त यसको स्क्रिप्ट सुन्दाखेरि सुरुमा त कन्भिन्स हुन
खोइ त त्यस्तो त लागेको थिएन अर्कै समयको कुराहरू हो हैन स्क्रिप्ट नसुनाइकन सिधा स्क्रिप्ट पढ्न दिएको कुन रोल हो त्यति बेला उहाँलाई कन्भिन्स गराउन अलि टाइम लाग्यो त्यस्तो खासै चाहिँ नि हैन अब कति लाग्यो बेलुका लगेर पढेर भोलिपल्ट यो रोल मेरो निर्माता पनि फिक्स नभइकन निर्देशक पनि फिक्स नभइकन स्क्रिप्टै दिएर पठायो यो त स्योर बन्छ त्यही त रोल रोजर त दिनु उहाँलाई चाहिँ रोलमा चाहिँ अलिकता ऊ थियो रोलमा चाहिँ अलिकता दुइटै रोल उहाँलाई मन परेको थियो एकदमै होइन अनि यो चुज गर्यो त्यो राम्रो छ त्यो चुज गर्यो यो राम्रो छ त्यहाँ चाहिँ उहाँ दोधारमा पर्नु भएको थियो अनि एकताका मान्छे आएर चाहिँ ठिकै छ दुइटै रोल पनि मै गर्छु पनि पुग्नु भएको थियो होइन यो क्यारेक्टर कमल पनि मै गर्छु होइन अनि अरू क्यारेक्टर पनि मै गर्छु पनि पुग्नु भएको थियो यस उहाँलाई दुइटै रोल मन परेको थियो सौगात दाइ चाहिँ यो फिल्ममा पारिश्रमिकै लिनु भएको हो कि सेयरमा आउनु भयो दुवै हो कसरी लिनुभयो कसरी लिनुभयो